इंग्लिश मार्केट भित्र छिरिसकेका छौं। अब यहाँको भ्यू यहाँ चाहिँ भेजिटेबलहरु छ हैन। हेलो नमस्ते, वेलकम टु माई युट्युब च्यानल। अहिले चाहिँ म र मेरो साथी सौगात छौं हैन। आज चाहिँ हामी के छ आजको प्लान, हामी के गर्दै छौं? हामी हिँड्दै जाउँ हैन। हामी आज आयरल्यान्डको ब्यालिङकोलिङ भन्ने सिटी कर्कको त्यहाँ चाहिँ एकदम पपुलर सिटीमा जाँदै छौं। आज चाहिँ तिहार लागिरहेछ नि त, तिहारको लागि हाम्रो भिडियो सुटिङ हुँदैछ। तिहारको प्रोग्रामको लागि अब चाहिँ हामी इंग्लिश मार्केट जान्छौँ, त्यहाँदेखि सामान किन्छौँ हैन। अनि त्यसपछि हामी त्यो हाम्रो सुन्तला खान्छ। म खाँदैन, लास्ट उगला छ। आज सुन्तला खान्छ अभिषेक। अनि हामी चाहिँ त्यही हो, इंग्लिश मार्केट जान्छौँ, त्यहाँबाट सामान किन्छौँ। डकिन इंग्लिश मार्केट देख्छ हैन? के कहाँ देख्यो? ओइ पाइन्छ कि नै डक इंग्लिश मार्केट? हाम्रो प्लान के हो भन्दै नि त। हामी चाहिँ आज पानीपुरी बनाउँछौँ बालिनकलिक गएर, अनि त्यसपछि डकको छोइला, अनि त्यसपछि चाहिँ के भन्नु भयो, भुडी भुटन हैन, त्यो सबै गराउँछौँ। अनि अहिले चाहिँ हामी सौगातको घरदेखि भर्खरै निस्क्यौँ, हिँडिरहेको छौँ। आज हामी पानीपुरी च्यालेन्ज हुँदैछ, विवेक भर्सेस मी हैन। अनि उता चाहिँ हाम्रो एकजना साथी हुनुहुन्छ, उहाँलाई चाहिँ भिडियोमा नदेखाउने रे, नाम पनि नभन्ने रे। उहाँ एकदमै अर्कै साइको हुनुहुन्छ कि, साइको केटा हैन, साइको केटा। राष्ट्रिय मिठो रहेछ यार सुन्तला, ट्याक्कै नेपालको जस्तो। आई मिस नेपाल। अर्को वर्ष जान्छौँ होइन तिमी चाहिँ? त्यही नै हो, आजको चाहिँ हामी एकदमै रमाइलो गर्नेछौँ। जो हजुरहरूलाई भिडियो मन पर्नेछ भन्ने अब सामान किन्ने आशा गरेको छौँ। हेर्नु इंग्लिश मार्केट यहाँको चाहिँ देखा कस्तो हुन्छ भन्नु नि त। इंग्लिश मार्केट चाहिँ सबै चिज पाउँछ इंग्लिश मार्केटमा। इंग्लिश मार्केट भनेको लगभग सबै हैन। नेपालको त्यो आलु मण्डी जस्तै। के रे? नेपालको आलु मण्डी जस्तै के? आलु मण्डी ने कालीमाटी। कालीमाटी तरकारी बस्छ, जे नि पाउने। तर त्यहाँ मासु पाउँदैन नि त फेरि कालीमाटीमा। यहाँ चाहिँ एभ्रिथिङ हैन। कालीमाटीको फेरि यस्तो हो नि त, कालीमाटी ठाउँमा एरियामा त पाउँछ नि त फेरि। तर यहाँ चाहिँ इंग्लिश मार्केटमा चाहिँ सबै चिजहरु पाउँछ। म देखाउने छु इंग्लिश मार्केट। अनि हामी केमा जान लाग्यो? बसमा। स्टेट जाऊ, स्टेट। टाइम लाग्छ, कति टाइम लाग्छ है? बिर्से यार मैले। ओए हात पाट्यो नि त मेरो त यार। के दुखियो लास्ट भन है। म अब हामी चाहिँ एक्सरसाइज गर्नुपर्छ है हातको। कता गयो? उता गयो यार। फेरि हेर न चल बल के फेरि। यसको पनि छुट्टै छ के? यताबाट जाम के गरे के तिमीले? आउ न आउ, म छु नि। अब यसो कर्क सिटी देखाएर जान्ने हो के? अनि उ चाहिँ यसरी बनाउँदा के हुन्छ? हात दुख्यो के? हैन भने यसरी बनाउँदा के? अगाडिबाट त्यसरी नबनाउनु के? तिमी यता आउ न। राम्रो आउँछ क्वालिटी, साच्चै भने। यसरी नै बनाउनु, यसरी पनि राम्रै आछ। उलेर मैले क्याप लगाएको छौ। हेलो हाँस न यार। ब्लग बनाएको भर्खर एउटा कुइरी हाँस्यो है, यसरी गयो। नाइस। तर सुल्टो बनाउनु के लास्ट राम्रो आउँछ क्वालिटी, साच्चै भने। यसरी पनि ट्राई गरौँ, सुल्टोसँग पनि गरौँ न। ओए हात पाटिरहेछ नि त मलाई त। हैन त भाइ। अब यहाँनिरको चाहिँ यस्तो राम्रो त्यो पेन्ट गरेछ हैन, ट्याक्क लाएर। हैन त्यो लेखेको पनि देखाउँ न। लेट नो आइरिशम्यान थ्रो अ स्टोन एट द के हो फरेनर he may hit his own clan। या यो सिटीको भ्यू चाहिँ म सधैँ देखाउने छु। ओए त्यहाँ हेर न अगाडि, एकदमै राम्रो छ भ्यू सिटीको। सिटीको साइडको केटा। ल रुक, गाडी हावा छैन भ्लग भन्दैमा। अनि तपाईले हामी त गइदिने हो क्या? अब सक्यो खतरा गरे जस्तो लाग्यो। ओए यार म त लाज लाग्यो यार अहिले त। ल साइको के औला देखाएर के सिधै हामी हाँस्दियौँ नि त। गाडी भित्रबाट नदेखा भन्छ। त्यही भएर यसरी बनाऊ भन्छु क्या म। त्यसरी बनाउँदा हामीलाई देखा जस्तो भइरहेको क्या? होइन क्या साथी, उसले चाहिँ हामीले बाटो यत्तिकै हुन्छ नि क्रस गर्न लागेको भएर हैन ब्लगले हो। हैन त्यो छोड न। ल भन। ल हामी चाहिँ आइसक्यौँ। अगाडि एकजना साथी हुनुहुन्छ, पार्टी बजाउनु पर्छ क्या? यहाँको भ्यू यस्तो राम्रो छ हैन। त्यही हो, यो चाहिँ मेन ग्रान्ड प्यारेड सिटी हो। यहाँ चाहिँ कर्क सिटीको, आयरल्यान्डको डब्लिन चाहिँ क्यापिटल हो। त्यो चाहिँ कर्क सिटीको भनिदेऊ न हल्का इन्फर्मेसन। दिइरहेको छ त त्यो भनिसकेर अनि चाहिँ भनिदेऊ न। कर्क सिटीको मेन मुटु भनेको यो हो ग्रान्ड प्यारेड। यहाँ चाहिँ सबै बस लाग्छ, यो पुरै प्रोग्रामहरू न्यु इयरमा नि यहीँ हुन्छ। ठुलो छ एरिया।
अब यहाँदेखि 2 मिनेटमा हामी इङ्ग्लिस मार्केट पुग्नेछौँ। इङ्ग्लिस मार्केट नि यहीँ हो, मेन सिटीमा नजिकै हो। अनि यहाँबाट लाग्छ होला लगभग 1 घन्टा हाम्रो ट्राभल होइन। के गर्नु, सपिङ गर्नु हामीलाई? सपिङ नै जान के जान 45 मिनट्स लाग्छ यहाँदेखि चाहिँ बालिन कलेज जान चाहिँ। तर हामीलाई सपिङ गर्न पनि त्यति नै टाइम लाग्छ। आज चाहिँ रात पर्छ फर्किँदा चाहिँ। के गरेर सपिङ गर्नु? किन 20-25 मिनट अपडाउन गर्न लागिहाल्छ चाँडोमा पनि। कहाँ जाने हो र अपडाउन? कस्तो उबन लिनु पऱ्यो नि त भुटानको लागि। के अरे त्यो बुढी यहीँ हो त नि। यहीदेखि पाउँछ। पेट्रोल स्ट्रिट हो यार। त्यही त। अनि कसले हो नि बुढी खाने भने चाहिँ सानो माछा खाने भन्थ्यो त। बरु आज चाहिँ मौसम चाहिँ ट्याक्क होइन माछा खाने जस्तो छ क्या। हो तातो झोलवाला। ल माछा आज प्लान चेन्ज गाइस माछा। तर हामीले गाइजै भने नि त गाइजै भन्ने हो। गाइज ल भइहाल्यो। यो गाइस वेलकम टु माई च्यानल। सब्सक्राइब है के भन्छ गरिदिनुहोस्। लाइक पनि गरिदिनुहोस्। लाइक गरिदिनुहोस्, फलो गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र सेयर दिस भिडियो। थ्याङ्क यू। हेन्सी बोय फ्रम रत्न पार्क सौगातले भनेको कुरा मानिदिनुहोस्। हो रत्न पार्क गएको छु म। रत्न पार्कमा एकदम राम्रो छ। नो प्रब्लम क्या। बबाल हो नि। ल यहीदेखि बाटो काटौँ। ल त्यही नै हो। अब त हामी इङ्ग्लिस मार्केट आइसक्यौँ होइन। अब इङ्ग्लिस मार्केट बनाउने हो क्या। होइन के छ र काटौँ न त बिचमा के भयो त अनि? अहिले काटौँ किन लामो भिडियो बनाउनु नि? कल हान्न मिल्छ कि नै? अब इङ्ग्लिस मार्केट आइसक्यो। यो हामी चाहिँ यसो मजाले यहाँको भ्यू देखाउँदैछौँ। लास्ट टाइम लाग्यो है। हेर्नु खतरा क्या यहाँ कसम चल पल क्या। कसको? ल जाँदैछौँ हामी। तर त्यो केटीले हामी हिँड्या भएर होइन क्या। हो क्या मान क्या। किनभने हामी यो साइडमा थियौँ क्या। उसलाई त देखाएको थिएन नि त। हामी यो साइडमा बसिरहेको थियौँ। तिमीले आफूलाई देखायो कि पछाडि देखायो? म सुन जस्ट भित्ताको फ्रन्टमा थिएँ होइन वालको फ्रन्टमा थिएँ। यसरी बनाइरहेको थिएँ। अनि यसरी बनाउँदाखेरि उसले चाहिँ हामीले बाटो काट्दै थियौँ अनि अड्क्यौँ। ठिक छ क्या। ल ठिक जे भएन हामीलाई बालबर हामी चिन्दैनौँ क्या। को गयो सक्यो। ऊ मजाले चिलमा गाडी चलाइरहेको छ। हामी हेर न कति टेन्सन लिइरहेको छौँ। तर केटी साइडमा थियो नि त प्यासेन्जर सिट। ल हामी चाहिँ इङ्ग्लिस मार्केट भित्र छिरिसकेका छौँ। अब यहाँको भ्यू यहाँ चाहिँ भेजिटेबलहरू छ होइन। अनि यहाँ चाहिँ सबै चिजहरू छ। भ्लग बनाउँदाखेरि चाहिँ खत्रै अटेन्सन पाइँदो रहेछ। नयाँ कुरा थाहा पाएँ मैले। अब त हामीले 2वटा मोबाइल समात्ने कि सँगसँगै हामी त्यो ट्याकेट ट्राइपोड लिएर हिँड्नु क्या। अब त मजा आउँछ। त्यो भन्दा नि धेरै कुराहरू किन्नु छ कि बिस्तारै लिएर हिँड्नु। यस्तो हात त गल्छ नि त्यस्तो गर्दा। कहाँ अभिषेक चिकन पाउनु? यस्तो लास्टै ठुलो छ होइन इङ्ग्लिस मार्केट चाहिँ। यहाँ चाहिँ के हो? डक हो नि त हामीले किन्ने त। डक सोध्न पऱ्यो नि त। डक ल डक किन्ने भने होइन त हामीले। अनि कस्तो साइको रहेछ। डक किन्ने हो क्या इङ्ग्लिस मार्केट। या भन नि त। कहाँ अरे है चिकन पाउने? यता यहाँ सोध न डक पाउँछ होला नि त। ए चिकनको हामीले के किन्ने रे? चिकन किन्ने होइन डक किन्ने हो क्या चिकन किन्ने होइन। अनि सोध्न पऱ्यो त यहाँ। त्यो त अलि यहाँ पाउँछ होला यहाँ पाउँछ होला सोध डक चिकन मात्रै हो। सोधौँ न सोधौँ न। ल हेर न यहाँ रहेछ न त। यहाँ छ क्या या पाइन्न क्या। यहाँको भ्यूहरू होइन। भ्यू नै यहाँको ट्याक्क लगाएर के पाउँछ। सायद डक पाउनु आल्डी जानुपर्छ भने कि त्यसको कि आल्डी। अनि फोन गर नि त नत्र के डकको ठाउँमा सिबास लिएर जाने के गर्ने? त नखाने यार। खायो नि सानै माछा खाने। ल गाइजहरू हामी चाहिँ अहिले इङ्ग्लिस मार्केटमा घुमिरहेको छौँ होइन। यहाँको भ्यूहरू देखाइरहेको छु मैले चाहिँ। त्यही नै हो। केटी नि हाँसी हाँस्नु देऊ क्या। ऊ चाहिँ सौगात पोखरा चलपल छुट्छ केटाहरूको। ओ हेर न तिमी क्या। यो चाहिँ हलोविनको लागि हो क्या। हलोविन आउँदैछ गाइस त्यही भएर हो यो। हलोविन गर्ने मिठो भिडियो बनाउनुपर्छ। भिडियो चाहिँ एकदमै बनाइरहेको छौँ। अब एडिट गर्न आउँदैन त्यही भएर हामीले भिडियो चाहिँ अपलोड गर्न पाएको छैनौँ। एडिटिङको लागि हल्का नराम्रो आयो भने त्यसको लागि सपोर्ट गरिदिनु, गाइडेन्स दिनु है सबैजनाले स्टार्टिङमा। अब जस्तो पनि हुनसक्छ किनकि बिस्तारै सिक्दै गरिदिनु त हो होइन सबै कुरा। ल अब चाहिँ हामी डक चाहिँ खोज्छौँ होइन। अब यहाँनिर इङ्ग्लिस मार्केटको भ्यू चाहिँ यही नै हो। अघि पनि मजाले देखायो होइन। त्यही नै हो। यो चाहिँ इङ्ग्लिस मार्केट हो। ल हामी जस्ट इङ्ग्लिस मार्केट अगाडि छौँ होइन। हामीले डक चाहिँ पाएनौँ। वेडनेसडे आउँदो रहेछ। कनेक्टेड नै छ। अनि हामीले चाहिँ पाएनौँ।
अब चाहिँ हामी के गर्ने भनेर उसले चाहिँ दाइलाई फोन गर्छ हैन अब आज पनौती लाग्यो के दाइ त्यो डग त पाउन रहेछ इङ्ग्लिस मार्केटमा कहाँ पाउँछ त नि त्यसकोमा डग छ पाउँछ सिङ्गै पाइन्न ल डग चाहिँ इङ्ग्लिस मार्केटमा पाउँदो रहेनछ हामीलाई चाहिँ इङ्ग्लिस मार्केटमा पाउँछ कि जस्तो लागेर हामी त्यहाँ गयो पाएन अब त टेस्कोमा पाउँछ भनेर दाइले चाहिँ भन्नुभएको छ अब जान्छौँ हामी टेस्कोमा टेस्कोमा गएर चाहिँ अब हेर्छौँ डग पाउँछ कि पाउँदैन हामी चाहिँ टेस्को बाहिर आइसकेका छौँ त्यहाँ चाहिँ टेस्को छ होइन अब चाहिँ हामी टेस्कोमा हेर्छौँ टेस्कोमा डग छ कि छैन भनेर अनि टेस्को यहाँ पनि डग भएन भने चाहिँ हामीले के गर्छौँ यहाँ डग रहन्छ भने अब अरू नै केही अप्सन चाहिँ जान्नुपर्छ जस्तै अब ल्याम्प खाने कि ल्याम्प र चिकन चाहिँ खाँदैनौँ हामी तर तिमीलाई थाहा छ तर टेस्कोमा नेट चाहिँ चल्दैन तर हामी त भिडियो त नेटले गर्ने होइन वाह खतरा दिमाग लाग्यो यार खतरा उसको दिमाग पनि लास्ट एकदमै खतरा छ क्या मलाई खतरा लाग्छ तिम्रो दिमाग सानोमा चाहिँ भ्यागुताको गु खाएको उसले हो सानोमा भ्यागुता गु खाएपछि दिमाग खतरा हुन्छ थाहा छ कि तिमीलाई म मान्छु अनि सब कुरा मान्छ कि सायद तिम्रो हामी त्यसको भित्र छिर्दैछौँ होइन अब यहाँ चाहिँ अब डग हेर्नेछौँ यहीँ हो डग भयो भने भएन भने टाटा बाई बाई अरू त सबै छ त हामीसँग पानीपुरी सबै भइसक्यो काउबोय स्टेक खाने तिमीहरूले राम्रोसँग राखे चलपल दिइहाल्छ क्या ल्याम्प चप खाने आज हावा कुरा नगर नि साथीहरू ल्याम्प चप तिमी फेरि रेस्टुरेन्टमा काम गर्ने फेरि ल्याम्प चप खाने अनि कसले गर्यो रेस्टुरेन्टमा ए सरी ल यो काट्ने समय हामीले यो त काट्छौँ हामीले ल ल यो हटाउने ल उसले रेस्टुरेन्टमा काम गर्दैन होइन ल हस्पिटलमा गर्छ किन भन्नुपर्छ त्यो हटाइदिने हो कि हटाइदिनु हो क्या यो त के यतैतिर हुन्छ ल खोज 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 डक यो चाहिँ टेस्टको हुन देखाइदियो राम्रोसँग फेरि हाम्रो नेपाली जनताहरूलाई अलि हुन्छ नि खुल्दुली हुन्छ यो चाहिँ भाटबडी जस्तै हुन्छ क्या ठुलो यता यतापट्टि होला हेर सायद यता हामी चाहिँ अहिले टेस्टको भित्र छौँ होइन अब चाहिँ हाम्रो डक हाम्रो भ्लगमा डक डक पनि पाएनौ भन्दा यहाँ पनि पाएनौ भन्दा अब यो एकजना पनौती हो खासमा जसले भिडियो बनायो त्यही मान्छे चाहिँ पनौती हुन्छ अरे ल ल म नै पनौती हो अब फेसबुक आइडी पनौती राख्नु पर्यो है पनौती 1 2 3 चेक इट आउट होइन पनौती 1 पनौती 2 यही छ त हो यही त हो नि होल डग छैन होल त हुँदैन है साथी खाने नै होल डग हो क्या अल्लीमा हुन्छ क्या होल डग धन्न होल डग पाएको यार मैले उहाँ त्यो दिनमा क्रिसमस अब चाहिँ हामी यस्तो चाहिँ डग खोज्छौँ होइन अब ल हामी चाहिँ गाइज प्याट्रिक स्टिक आएको छौँ डग कतै नै पाइएन अब हामी चाहिँ डग लिँदैनौँ अब हामीले चाहिँ भुटानको लागि चाहिँ यहाँदेखि भुडी लिन्छौँ अब यहाँ छैन होला पनौती लागि पनि केही नै पाउँदैन क्या त्यसो नभन पाइन सक्छ यार लेट्स होप यो हेरौँ होइन लेट्स होप अब यहाँ चाहिँ उसले सोध्छ साथीले चाहिँ यो चाहिँ एसएन सप हो होइन हेलो हामी चाहिँ आइसकेका छौँ यहाँ चाहिँ होला भुटन छैन नि अब ल्यामै हो क्या ए रहेछ यार भुटन भुडी छ ल त्यो मात्रै त खाइन यहाँ चाहिँ भुडी पाइयो होइन अब चाहिँ हामी यहाँदेखि भुडी लिएर जान्छौँ भुटानको लागि पनि भइसक्यो अनि पानीपुरीहरू सबै हाम्रो ब्यागमा नै छ अनि अब आजको डक छोइला खाने प्लान थियो त्यो चाहिँ अब क्यान्सल नै भयो अब डकको ठाउँमा चाहिँ हामीले अरू केही लिन्छौँ होला आज म सबै भिडियो बनाउँछु लास्टसम्म भिडियो हेर्नुहोस् अनि सपोर्ट गर्नुहोस् भिडियो लाइक गर्नुहोस् च्यानल सब्सक्राइब गर्नुहोस् माया देखाइदिनुहोस् त्यही नै हो मन नपऱ्यो भने भिडियो लाइक चाहिँ गर्नुहोस् सब्सक्राइब गर्नुहोस् च्यानलको त्यही नै हो उहाँ चाहिँ हाम्रो सायद पाकिस्तानदेखि हुनुहुन्छ होला सायद इन्डिया पाकिस्तान आई डोन्ट नो अनि यहाँ चाहिँ भुटान छ त्यही नै हो ल यहाँदेखि अब भुटान लिएर बुढी लिएर हामीले भुटान बनाउनेछौँ अनि अब एकछिनमा हामी यहाँदेखि अब हिँडेको अब भिडियो अब गाडी चढेको भिडियो चाहिँ बनाउँछु अनि त्यसपछि बालनकलिक पुग्छौँ बालनकलिकको भिडियो बनाउँछु अनि त्यसपछि आजको भिडियो त्यही बालनकलिकमा गएर इन्डिङ हुन्छ हामी चाहिँ बालनकलिक जाने बसमा चढिसकेका छौँ उसलाई लाज लागिरहेछ अनि यहाँ चाहिँ एकदम आज बस एकदमै बिजी छ खास नर्मली हामी 45 मिनट्समा पुग्न पर्ने हो बालनकलिक चाहिँ अब हेरौँ कति टाइम लाग्छ अब चाहिँ हामी यहाँ केही खान्छौँ खानेकुरा लिएर आएको छौँ एकदम भोक लागेको छ बिहानै खाएर निस्केको घरदेखि अनि अब चाहिँ हामी डाइरेक्ट बालनकलिक गएर नै भिडियो बनाउँछौँ त्यही नै हो अहिले चाहिँ हामी
बालिनकलिक चढ्ने गाडीमा चढिसकेका छौँ बालिनकलिक जाने गाडीमा चाहिँ चढिसकेका छौँ फाइनली हामी चाहिँ अब घरभित्र पस्छौँ होइन घरभित्रको माहौल हेरौँ को हुनुहुन्छ थाहा छैन प्रदीप दाई चाहिँ हुनुहुन्छ अनि भाउजू हुनुहुन्छ लोकेश दाई पनि आइसक्नु भयो होला सायद प्रदीप दाई भनेको चाहिँ एउटा सेट प्रब्लम भएको दाइ हो जसले जति चाहिँ भयो बच्चामा हुँदाखेरि ट्याक्क यस्तो मैले एकचोटि ढकालिदिएको ढुङ्गामा ट्याक्कै त्यसपछि यो आजभोलि अलि हाफ माइन्ड भएको छ यो भिडियो हेर्नुभयो भने सौगात भाइले भनेको है माया छ ल हामी आइसक्यौँ बजाउन भाइ अब चाहिँ हामी घरभित्र हामी ट्याक्क अब घन्टी बजायौँ होइन लेट्स वेट फर कसले चाहिँ रेस्पोन्ड गर्दो रहेछ हेरौँ को चाहिँ आउँदो रहेछ ल भाउजू आउनुभयो जस्तो ओ दिदी ल यहाँ चाहिँ हुनुहुन्छ एकदमै हाम्रो कर्क सिटीको हाम्रो आदरणीय दिदी हुनुहुन्छ ल धेरै धेरै धन्यवाद दिदी ढोका खोलेकोमा हामी एकदमै खुसी छौँ हामीलाई गफ हान्नुभयो तपाईँ थाहा थियो क्या मलाई यहाँ हुनुहुन्छ भने यहाँ चाहिँ हुनुहुन्छ हाम्रो मेरो प्यारो दाइ प्रदीप दाइ अनि हाम्रो भाउजू अनि आज के बन्दैछ प्रदीप दाइ आज चाहिँ हाम्रो तिहार स्पेसल सेलरोटी बन्दैछ बाबु हो नि है अनि भाउजू के भन्न चाहनुहुन्छ के बनाइराख्नु भएको छ अनि हाम्रो प्रदीप दाइ अनि भाउजूले चाहिँ हामी जे होस् मन्डे ट्युसडे आइरहेको हुन्छ मिठो मिठो पकाएर खुवाउनुहुन्छ धेरै धेरै धन्यवाद अनि के छ तिमीहरु किन ल्याएको हामी लेट हुनुको रिजन पानीपुरी च्यालेन्ज हाम्रो भिडियोमा पानीपुरी च्यालेन्ज आउनु आउनु लाइन बस्छ च्यालेन्ज उहाँ चाहिँ हाम्रो दिदी ल गर्ने हो के हाम्रो उहाँ भाउजू प्रदीप दाइ अभिषेक बानिया सौगात सबैजना ल आज चाहिँ अब हामी चाहिँ अब के बनाउने भनेर बनाउँछौँ होइन अब खानेकुराहरू बनाउँछौँ पानीपुरी बनाउँछौँ सबै कुराहरू बनाउँछौँ केटाहरू हल्ला गरिरहेको छ त हल्ला गरिरहेको छ अब हामी चाहिँ डाइरेक्ट खानासाना बनाएर खानाहरू ट्याक्क लाएर हामी डाइरेक्ट अब खाँदाखेरि भेट्नेछौँ गाइस वेट गर्नु होला नाच्दिनु होला सबै एकदमै राम्रो हुनेछ स्टार्टिङ हो राम्रो सोचे जस्तो राम्रो नहुन पनि सक्छ होइन जस हामी ट्राई गरिरहेको छौँ त्यही नै हो चाहिँ फाइनल्ली सबै कुराहरू खानेकुरा बनाइसकेका छौँ अनि अब चाहिँ हामीले पानीपुरी च्यालेन्ज गर्दैछौँ सौगात र भाउजू रेडी हुनुहुन्छ अनि दाइ यता हुनुहुन्छ प्रदीप दाइ यता हुनुहुन्छ दिदी हुनुहुन्छ साथी छ होइन साथीले चाहिँ अब पानीपुरी च्यालेन्जको भिडियो चाहिँ साथीले बनाउँछ अनि पानीपुरी च्यालेन्ज चाहिँ देवर भर्सेस भाउजू च्यालेन्ज चाहिँ अर्को भिडियोमा हाल्नेछौँ चाहिँ अहिलेको लागि चाहिँ यो भिडियो यही इन्डिङ गर्छौँ फेरि पनि मिल्नेछौँ अर्को भिडियोमा माया गर्नु होला साथ सपोर्ट देखाइदिनु होला त्यही नै हो धन्यवाद पानीपुरी च्यालेन्ज अब अर्को भिडियोमा आउनेछ बाई सी यू इन द नेक्स्ट भिडियो